तपाईहरुलाई मिठो चिकन रोस्ट कसरी बनाउने भनेर रेसिपी भन्न गइरहेको छु। हेर्नुस् त कस्तो मिठो छ यो। ल सुरु गर्छु है त। म सुरुमा म्यारिनेट गर्छु। सुरुमा मैले यहाँनिर 1 किलो जति कुखुराको मासु लिएको छु। त्यसमा अलिकति नुन हाल्छु 2 चम्मच जति। त्यसपछि बेसारको धुलो, त्यसैगरी जिरा र धनियाको धुलो। त्यसैगरी मैले एउटा कागती निचरेर हालेको छु, कागतीको रस। एउटा कागती मात्रै हाले मैले। त्यसैगरी 2टा अंडा, हालिसकेपछि मैले यहाँ अलिकति लसुनको पेस्ट पनि हालेको छु। यसमा तपाईहरुले चाहिँ दही पनि एड गर्न सक्नुहुन्छ है त। अनि त्यसैगरी भुटेर राखेको सुकेको खुर्सानीको धुलो, अनि अलिकति मैले यहाँनिर थोरै आटा पनि थोरै हालेको छु। अब यसलाई मज्जाले म्यारिनेट गरेर मज्जाले मोलेर चाहिँ मैले 2 घण्टाको लागि राख्दिए। त्यसपछि एउटा प्यानमा तेल मज्जाले तताएर त्यो अघि म्यारिनेट गरेर राखेको चिकनलाई चाहिँ मैले यसरी पकाउन गइरहेको छु। मज्जाले तेल हालेर चाहिँ यसरी डुब्ने गरी बनाउनु होला। त्यसपछि यसलाई एकछिन पाक्न दिएर फर्काउँदै फर्काउँदै रातो हुने गरी मज्जाले पकाउनु होला। एकदम रातो हुनुपर्छ। बिस्तारै बिस्तारै फर्काउँदै फर्काउँदै बनाउनु पर्छ र हाम्रो यो चिकन रोस्ट रेडी भइहाल्छ। चिकन रोस्ट रेडी भइसकेको छ। मैले यता अर्को भाँडामा निकालिसकेको छु र हाम्रो चिकन रोस्ट रेडी भयो। एकदमै मिठो, एकदमै स्वादिष्ट बनेको छ। यसैगरी तपाईहरु पनि बनाएर खानु होला। थ्यांक यू फर वाचिङ। बाइ बाइ।